Hello everyone, welcome back to my YouTube channel again. हामी चाहिँ आज शनिबारको अहिले कति बज्यो? रात 6 बज्न लाग्यो। 6:30 बजे चाहिँ हामी चुर्किला सुनाउनु न त्यहाँ युट्युबरहरूलाई नि झ्यापोर हुन्छ नि त के रे केही नबोलिकन भिडियो हेर्नलाई त। एउटा हाम्रो लेखा मिसले अब प्रस्तुति गर्न जाँदै हुनुहुन्छ चुटकिला सुनाएर मेरो युट्युब च्यानलको भ्युअरहरूलाई एकदम हँसाउनुहुन्छ ल। के चुटकिला छ त? चुटकिला सुनाउनु न त्यहाँ। कस्तो राम्रो जोक चुटकिला वा 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 उहाँलाई अब आज हामी अवार्ड दिन्छौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। हामी चाहिँ आज शनिबारको अहिले कति बज्यो? रात 6 बज्न लाग्यो। 6:30 बजे चाहिँ हामी चटपटेर चिया बनाउँदैछौँ ल। अब बनाएर हामी चाहिँ खान्छौँ, तपाईँहरू चाहिँ हेरेर मजा लिनु होइन। हेरेर रमाइलो गर्नु होला। अरे यार दुध त यत्रो बाढी गएको रहेछ देख्दै देखिनँ मैले। ओ माय गॉड, खोलो बगेछ खोलो। ल यार छ्या अघि ल अघि दुध होइन दुध उमालेको पुरै पोखेर यता गएछ। मैले देखिनँ, ग्यासको मात्र सफा गरेँ, यहाँ यस्तो भएछ। अब यो नि सफा गर्नु पर्यो। सेट पर्नु है, चिया पाक्न लागेपछि अनि उयो गर्नु मुरही हाल्ने के नभए उसिन्छ। मैले खोल्नु पर्छ। के कहाँ खोल्ने हो? कत्रो चाहिँ होइन, आधी किलो चिज यत्रो पुगेर नि पकाउनु पर्यो त्यहाँ। ग्यास सानो आउनु पर्यो, यो ग्यास चाहिँ ठुलो चाहिँ हाल्छु। चुर्किला सुनाउनु न त्यहाँ युट्युबरहरूलाई नि झ्यापोर हुन्छ नि त के रे केही नबोलिकन भिडियो हेर्नलाई त। एउटा हाम्रो लेखा मिसले अब प्रस्तुति गर्न जाँदै हुनुहुन्छ चुटकिला सुनाएर मेरो युट्युब च्यानलको भ्युअरहरूलाई एकदम हँसाउनुहुन्छ ल। के चुटकिला छ त? चुटकिला सुनाउनु न त्यहाँ। खै चुटकिलै आएको सुनाउनु न चाहिएको लाग्दैन त्यो चुटकिला। अस्ति मैले सम्पूर्ण चाहिँ मुलामा गाजर खाँदै भनेर सुनाएको हो। त्यही भला ल ल ल ल ल त्यही ल ल ल ल। हामी तिनजना साथी होइन, हामी यहाँ तिनजना साथी तपाईँ म जननी तिनजना। हामी चाहिँ कस्तो खालको मान्छे, कस्तो खालको मान्छे नबुझ्ने टाइपको मान्छे क्या होइन। तिनजना तिनजना हिँडिराखेको थियो अरे होइन जानु हामी तिनजना चाहिँ हिँडिराखेको थियौँ अरे। अनि त्यसपछि तिनजना भयो नि, दुईजना भयो होला, दुईजना होला सायद। अनि त्यहाँबाट एकजना मान्छेले चाहिँ अन्डा बोकेको रहेछ अरे क्या झोला भरि। अनि त पछाडि हिँड्ने साथीलाई चाहिँ मेरो झोलामा के छ ठ्याक्कै तिमीले भनिस् भने चाहिँ म यो मेरो झोलामा भएको अन्डा सबै तिमीलाई दिन्छु भनेछ अरे होइन। त्यहाँबाट अनि त्यो साथीले सोच्दै हिँडेछ के छ होला त यार यसको झोलामा। अनि यसको झोला मैले ठ्याक्कै थाहा पाउनु पाएँ चाहिँ यसको झोलामा भएको अन्डा चाहिँ सबै म लानु पाएको थिएँ। के चाहिँ होला त यसको झोलामा भन्दै हिँडेको चाहिँ कति भन्दा पनि आएन छ कि उसलाई चाहिँ भ्युअरहरूलाई हेर्नुपर्छ कि अनि आएन छ अरे। अनि नआएपछि के भनेछ अरे लास्टमा त्यो साथीले चाहिँ मलाई त कस्तो अनुमानै आएन यार, अलिअलि हिँड्दैन यार भनेछ अर्को साथीलाई। अनि त्यो अन्डा बोक्ने साथीले चाहिँ बाहिर चाहिँ सेतो छ भित्र चाहिँ पहेँलो छ, यसको बिचमा चाहिँ पहेँलो छ बाहिर सेतो छ भनेछ अरे। सोचेछ अरे अझै सोचेछ अरे भन्न जानेछ अरे। ए थाहा पाएँ भनेछ अरे। अनि त्यसपछि अनि लु भन् त के हो भन्छ अरे। गाजर र मुला खाँदेर बोकेको रहेछस् भनेछ अरे क्या। भित्र
पहेँलो बाहिर सेतो भएपछि गाजरमा गाजरमा मुला खाँदैपछि त गाजरभित्र पहेँलो भयो मुला बाहिर सेतो भयो नि त हो त्यसो अनुसारै कस्तो राम्रो जोक चुड्किला वा 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 उहाँलाई अब आज हामी अवार्ड दिन्छौँ हेत्तेरिका साइली दिदी मेरो चुट्कीलाई चाहिँ त्यति नै हो जम्मै सेर्नु तपाईँ छ भने भन्नु यो त छैन सुन्नुभयो ओहोल्नु भएको मान्छेले पहिलाको मान्छेको प्रश्न अलिक एकछिन मार्नुपर्छ कि अर्को मिठो टेस्ट आउँछ त नि मेरो बित्तिकै निकाल्छु होइन होला When it comes to चिया पहाडको मान्छेले तराईको मान्छेको कुरा सुन्नुपर्छ चियामा चाहिँ हो चियामा त हो यो कहिले खानु भरे बेलुका राति होइन अहिले खान मन लाग्यो एकछिनमा फेरि मन लाग्छ चिसो चिसो छ नि त आज चक्लेट हामीसँग चक्लेट पनि छ हजुर मान्नु न के चक्लेट ए अस्ति नैको पटक पनि हामीले एक प्याक दिनु अब त्यहाँ दरारभित्र थुनेर राख्नु पर्ला देखेपछि उँचु भयो होला भइसक्यो त त्यही भएर यहाँ सोधेको होइन उहाँ सिसलाई नै के मलाई त भयो नि सिसलाई त हुने भयो गयो देखा मिस अर्को चुट्केला अर्को चुट्केला प्लिज ल गाउँ खानुपर्छ एककुटे दाइ छाता एककुटे दाइ ढोकामा यहाँ भन्यो नि त उता अगाडि गएर भन्यो गाइज म गाउँ खाने कथाहरू सोध्दैछु तपाईँहरूले आन्सर होला भनेर हामी त्यहाँ पनि गिफ्ट राख्न सक्छौँ यो भिडियो हेरेर चाहिँ होइन जसले मिलाउँछ त्यसले हामी गिफ्ट दिन यो अलि पुगेको छैन होला भन्नु न खै यहाँ टेस्ट गर्नु त ए चुड्किला गाउँ खाने कथा सोध्छु मिलाउनेलाई चाहिँ के उत्रो एउटा चक्लेट पुरस्कार तब आफ्नो गयो आफ्नो त यही हो नै त एक खुट्टे दाइ ढोकामा नअटाइ दैलोमा नअटाइ एक कुटे दाइ दैलोमा नहटाइ के होला ल भन्नुहोस् यो पुग्यो खाता खाता अनि मैले सुरुमा के भने एक खुट्टे दाइ छातामा नअटाइ भनेछु क्या होइन मैले याद त गरिनँ मैले अन्दाजी भनेको मलाई थाहा पनि थिएन के हाल्नुपर्छ अब अर्को अब थोरै नुन टाइपको है मसला हालौँ यो हाल्नु सानो यो सानो त ला हैन चढ्नमा दुख्छ के हो के रे सानो सानो रुट छ चढ्नलाई दुख्छ मतलब गाह्रो छ साना साना रुख छ चढ्नलाई दुख्छ के कैसे हैन कैसे चाहियो भनेको मलाई कैसे का छ यो अलि पुगेन होला चटपटे हजुर भुजा हाल्नु न यो भुजा त्यो भुजै देख्दिनँ म त्यहाँ अर्को भाइमा हाल्नु अब योलाई ठुलो वाला भयो कहाँ छ ल यो गाइजहरु के भन्नु छिटो है यसो भिडियो सिडियो बनाएपछि त अलिक देखाउनु नि फुड पनि यार के हाल्यो भनेर तिम्रो जन्मदिनको पालो है हजुर सानो सानो रुख छ चढ्नलाई दुःख छ सानो सानो रुख चढ्नलाई दुःख छ के हो त्यो मलाई त त्यो साइन्सको सर्ट प्लान मात्र आइरहेछ सानो सानो रुख छ भर्याङ हो नो रुख छ एउटा सानो सानो खालको रुख अनि त्यसलाई चाहिँ चढ्न नसकिँदैन दुःख हुन्छ भन्नु क्या रुखकै नाम हो बाँस हो नो सल्ला नो बेबी के हो यो आँपको रुख स्याउको रुख बदाम 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 गाइस बदाम बदाम इज भेरी इम्पोर्टेन्ट इन दिस काँचो बदाम यो चलाउनु सकिन मिस मैले त ह ए मलाई यो तपाईँ बुझ्नु त्यो काँचो बदाम अब यो चिया पनि भयो हाम्रो त्यो उसमा नाइ त्यो येलो कलर ए ब्लू खै उत्तर आएको गाउँले त थाहा के गाउँ दिनुहोस् कि सानो सानो रुख छ चढ्नलाई रुखै हो यो कसो के हो यार सानो खालको हामी देखिरहेको त्यो रुख ए बेसरी हो बेसरी यहाँ सलेरीमा कि कता टमाटर नो टमाटरमा चढ्न सकिँदैन अनि त्यो टमाटरले के गर्छ यति त्यो लाउनु भयो
भन्नु कि गाउँ दिनु त सहर दिनु त के होला र यार म त आइदिए आएन त्यो दुखाइ नदु काट्नु त्यो खाना किन हुनु त पिरो भएन के त्यहाँको काट्नु भयो यो सँगै खोइ ल क्या चिया पानी सब यहाँ सानो सानो रुख छ चढलाई दुःख छ के हो त्यो के होला पास पास हाम पास गाउँ दिनु पर्यो नि गाउँ सहर त्यो भने के हो गाउँ खाने कथा भने चाहिँ गाउँ दिनु परेन के हो गाउँ भने थाहै रहेछ तपाईँ कहाँ तपाईँ 1914 को मान्छेहरूको कुरा थाहा हुन्छ अनि भन्नु नपर्दा ल हामीले पास भनेर त्यही हो गाउँतिर ल हामी पहिले राति बोटमा सुत्दाखेरि हो त्यसो भन्थ्यौँ अनि गाउँदै भन्थ्यो अनि गाउँ चाहिँ हामीलाई सहरहरू अनि राम्रो राम्रो माग्थ्यौँ होइन अनि उनीहरूले चाहिँ अलिक नराम्रो नराम्रो आएको हुन्छ नि त आफूलाई मन नपर्ने गाउँहरू हो त्यस्तो दिन्छ नाइ नाइ यहाँ खाइहाल्नु नाइ नाइ भनेर मान्छेले यो रहेछ अनि त्यसपछि म चाहिँ एक्स्ट्रा मिठो हालेर जस्तै तपाईँहरूले ल काठमाडौँ सहर तँलाई दिएँ भन्नुभयो भने अनि काठमाडौँ सहर सेल रोकेर त्यहाँको यस्तो बिल्डिङ त्यहाँको राम्रो राम्रो कम्पनी त्योहरू सबै मेरो होइन त्यहाँको फोहोर मैला नराम्रो काम नराख्ने चिज चाहिँ तेरो भन्थ्यौँ होइन अनि त्यसपछि यति कथा नजानेको के हो के हो भन्नुहुन्छ तपाईँहरूले अनि त्यहाँबाट मैले के त्यसको उत्तर भन्छु कि अब सिस्नु पऱ्यो अरे होइन यार त्यो त भन्नै मिल्दैन त्यो सिस्नुको के आन्सर लाइक होइन अनि हो क्या गाउँ खाने त खाए हो त अनि सानो सानो रुख अनि त्यो त जुन पनि रुख चढ्न गाह्रो हुन्छ नि सिस्नुको रोग चाहिँ झन् चढ्नु सकिन्छ त पोल्दैन त छुँदैन सिस्नुको रुख हुन्छ सिस्नु यत्रो सानो हुन्छ त्यो गाउँ खाने त अब त्यो डिपेन्ड गर्नु खोज्यो भने त यो राख्नु भयो साथीहरूलाई गाउँ खाने कथा पनि चाहियो नि फेरि होइन भनेर अनि लजिक हुनु पर्यो नि के अरे सानो सानो रुख छ के अरे सानो सानो दुःख छ मलाई दुःख छ भनेको सिस्नुको प्लान्ट चाहिँ सिस्नुको प्लान पनि खोज्छ त त्यो चम्चा हालेर रमसाती हो चम्चा ल्याउनु लेखाउनु दिन्छ कम्ती एउटा खालि त्यहाँ देखाउनु न लास्ट त्यहाँ चटपटे देखाउनु न सिस उयो हाल्नुपर्छ के हेर्नु त त्यहाँ आयो आयो पछाडि लेखामिस पनि आउनु यता के यता आउनु यतापट्टि आउनु नि यार तपाईँ चाहिँ चिया बोक्नु लेखामिस चिया टुक्रे बेला छु ल ल सानो मार्छ है म त्यही उतै छ निकालिरहेको हो त्यहाँ हाल सानो सानो मुख छ ए रातो केले भयो यार त्यो करेन्ट के चौ उसले चिप्स अर्को गाउँ खाने कथा भनौँ ल यहाँ आउनु पहिला हामी अर्को गाउँ खाने कथा उता हेर्नु नि त ल भयो स्माइल लेखामिस दाँत देखाउनु ल ठिक छ ल ल पानी मजाले परिरहेको छ है पानी परिरहेको छ हामी चटपटे पुरै खतरा चिया बर्दिवासको स्टाइलको चिया बर्दिवासको पानी परेर हाम्रो लुगा नै भिज्यो हो भ्यू यस्तो खतरा भएको छ खै चटपट चाहिँ म चाहिँ एक्स्ट्रा कता गयो मेरो खुट्टामा ओहो पानी म चाहिँ चटपटीसँग एक्स्ट्रा अकपले एक्स्ट्रा ल अलि होला ठिक छ त्यो होला दामी खाइदिउँ न मलाई रन्केर पिरो खान मन लाग्यो कि पिरो खाएको
मेरो कान काट्नु कटकटीमा यो अकबरी हाल्नु पर्दो रहेछ कुन अकबरी खुर्सानी अकबरी होइन चिप्स अकबरी चिप्स हालेको चटपटी बब्बा मिठो ल होइन कलर पनि दिनु रहेछ तपाईँको चिजको नाम के भन्नुभयो नि अकबरी रिजालको अकबरी चिप्स के छ रिजालको तर मैले एकैछिनमा बिर्सेँ क्या यसको नाम के भन्नु सक्दिनँ रन के याद न त मुखबाङ गर्नेहरूले कसरी खान्छन् यार एकदम युज हुनुपर्छ यार तपाईँले किनभने यतिको पुरो दबाएर पनि अगाडि खेल्न सक्छ कसरी सँगै नभए त्यहाँ राखेर हो तपाईँहरू एकछिन खाने हो मलाई चाहिँ होइन यस्तो डेन्जर पिरो भएको बेला चिया खाएर मन लाग्छ क्या चियाले नजिकमा बोल्दैन पोल्छ त्यही मजा लाग्छ क्या कोही कोही मान्छे आफूलाई टर्चर दिन धेरै मनपर्छ अब नखानु चाहिँ हुन्छ नि खान्छु मलाई पेट पोल्लायो पोल्छ र अकबरले अनि अति भएपछि पनि पोल्दैन भयो पानी ठुलो भयो त्यो मेलुको भित्र हालिदिनु भनेर भन्नुभयो उसले चाहिँ यहाँ त्यो पानीको पुरै छिटा त्यो चियाभित्र दिएको भयो धेरै मन आइरहेको छ अनि यत्तिकै पिरो पिरो कसरी खाइरहेको यार आज खोइ किन हो रन चाहिँ खानु लाग्यो मलाई त्यो ए पिरो भयो कति अझै ल्याइदिनु कि छैन मिठो भयो यार अनि अरू खाना खाएँ एउटा अगाडि सकेँ मैले अब खाना के खानु यस्तो डेन्जर पिरो के खाने तर मजा लागिरहेको मजा के हो बिहान भात खायो पछि खानु खायो त्यो पनि खानु भयो नि त यो पिरो भएको मुखमा पुरै तातो चिया ओ माई गड ओ माई गड ओ माई गड भइरहेको हाम्रो खाना अघि चौचो भयो म खाजा भयो खाना के हो अब ले हामी चक्लेट दिने आउँदा मेरो चाहिँ खाना भइसक्यो नाक भइसक्यो इलामको चक्लेट हामी फेरि हजपज यतिको चक्लेट चाहिँ खाँदैन हुनुहुन्थ्यो त्यो चाहिँ इलामबाट ल्यान्ड भएको चक्लेट खाइरहेको छ रोन के यार म त
त्यो मुखमा गर्नेहरूले कसरी खान्छ यार करक करक खान्छ त सिङ्गै मलाई नि एक्सपेरिमेन्ट गर्न मन लागेर हो तर सही मजा आयो रिङ्गरै लाग्छ यार सिलगढीमा अब मलाई तपाईँहरू चिया सेलायो है तर डेन्जर पिरो रहेन रहेछ टाइम अस्ति खाँदाखेरि हाम्रो चिरो भइरहेको अस्ति हामी ल्याएको कस्तो थियो भन्नु त धुवा निकाल्ने त्यसलाई चाहिँ अझै पिरो हराएकै छैन अब त्यो चियाले सही मजा हुन्छ खानु तातो आयो भने झन् माथि उदेखि जिब्रोसम्म सबै पोलिरहेको जुन महिनाको मे महिनाको बाख्रा दुध कुन जाँदाखेरि फुटबाट गएको थिएँ कि गर्न गएको थिएँ गर्न गएको थिएँ फर्केर आउँदाखेरि त माथि हिँडेको कि रेनकोट माथि पुरामा नि हिँडिरहेको छ त्यो माथि काम डाँडा खाना खाएको थियो माथि दुधकुण्ड के ल भने अनि दुईजना गयो नि त दुईजना दिएर न के भयो तर अति मेमोरेबल भयो यार मलाई त त्यो मेमोरेबल एज इन अ ब्याड वे काइन्ड अफ मेमोरेबल के वेदर नै खुलेन तर हिमाल चाहिँ नजिकै चितेको थियो कति दिनमा आउनुभयो 3 दिनमा त हामी उहाँ पुगेर घर यहीँ आइसकेको थियौँ तर अनि हामी लास्टै रसमा नि गएर हो क्या सिस पनि भन्नु त फर्स्ट दिन कामो डाँडा बसेर सेकेन्ड दिन हामी माथि पुगेर थर्ड दिन फेरि कामो डाँडा बसेर फोर्थ दिनमा आइपुगेको भए अलि कम हुन्थ्यो हिँड्न नि कम हिँड्यो राम्रो 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 पुरो कामो डाँडाबाट त लास्टै टाढा भयो रहेछ के भयो कामो डाँडाबाट टाढै हो त्यही भएर दुधकुण्ड त अलिक सर्छ बेनी एकदम आनन्दसँग जाने हो भने चाहिँ काम डाँडा बसेर सर्छ बेनी बसेर अनि भोलिपल्ट 4 बजे चाहिँ माथि गएर फर्किँदा हुन्छ कि पानी त्यस्तै परेको पानी अलिक कम पऱ्यो भने पनि लागिन्थ्यो होला कि होइन पानी नपरेको भए भ्यू पनि बब्बाल देखिन्छ त्यस हामीलाई अलिक हिँडेको त पनि कम हुन्छ क्या यस्तो जाने भ्यू छुट्यायौँ हामीले त्यहाँबाट तपाईँहरू गाडीमा चाहिँ जानु भन टाक्सिन्डोसम्म गाडी लिँदै थियो त्यसपछि त हिँडेरै हुन्छ गाडीमा एक दिन जानु कि आधी दिन कहाँको 2 घन्टा गाडी त्यसपछि त पुरै त्यो नै हुने अब इडिसी जान मन छ अब हेरौँ तर अलिक पछि इडिसी गएको बेला त्यो नाम्चे त्यहीँ अरू नाम्चेभित्रै परेर इडिसी पनि धुएर सुस्तो गयो त्यसको भाडा नाम्चे यहाँबाट कति भाडा मैले त्यही सोचेको नि हो बिहान उठ्नु चाहिँ एभरेस्ट देखिने होला भनेर नाम्चे त यहाँबाट सुर्खेत बाँच्नु गएर भोलिपल्ट एक दिनमा पुगेर मेरो दाइ भन्नु हिँड्दै हुन्छ रे के अरे उयो मलाई नै हाबी सीता होटलको अङ्कलले भन्नुभयो उहिले त अनि यहाँबाट
रुखलाई हिँडेर पुगेर यहीँ आउनुहुन्छ अब अहिले त हिँड्ने बानी छ नि त अहिले के गर्नु यो कसरी बनाउँछ होला है खुवाकै टेस्ट आउँछ त्यही दुध गरेर घुमायो त्यही पिठोहरू नि मिक्स हुन्छ होला दुधै दुधको त आशा गर्न नसकेको उनीहरूले घाटा परिहाल्यो नि दुधै दुधको टेस्ट ल सबैजनाले उता हेरेर बाई थ्याङ्क यू फर वाचिङ अनि गुनर फलेको सबैजना जानु भन्नु त ल ल बाई बाई भन्नु त तपाईँ भन्नु त थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ अनि सब्सक्राइब लाइक सेयर भन्नु न लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला फेरि टुडे ल फेरि भन्नु न बाई बाई थ्याङ्क यू फर वाचिङ लाइक सेयर सब्सक्राइब सब्सक्राइब भन्नु न सबैजनाले भन्ने क्या सबैले भन्ने ल भन्नु न भने लाइक सेयर सब्सक्राइब होइन सब्सक्राइब उहाँले भन्नु होइन, भयो सबैजनाले भन्ने क्या पालै किलो भन्ने क्या बाई बाई थ्याङ्क यू फर वाचिङ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला भेरी गुड ल बाई बाई एभ्रिवान सबैजनाले लास्टसम्म एन्डसम्म भिडियो हेरिदिनु भयो होला एन्ड डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु रसु बस्नेस च्यानल बाई So bye bye, thank you for watching my video. अनि do not forget to subscribe my channel. सबैजनाले सब्सक्राइब गर्नु होला. Bye.